वेलकम ब्याक टु माई एनदर ब्लग गाइज। के छ तपाईँहरूको हाल खबर? म चाहिँ टक्क लगाएर आज यसो बजारतिर देखाउन गइरहेको छु तपाईँहरूलाई होइन। अब हाम्रो यताको बजार चाहिँ पुरै धन्ज्या उडाछ, रोड बढाउने कार्यक्रम भइरह। हेर्दै जानु अब त्यो बजारको दृश्य के कस्तो हुन्छ। ल गाइज किप सपोर्टिङ है त। यसो तपाईँलाई मसँग जोडिनु मन छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, मेरो भिडियोहरूमा कमेन्ट गर्नु होला र यसो केही भिडियोहरूमा लाइक एक दुईटा गरिदिनु होला। ओके गाइज, बजारको दृश्य हेर्नुहोस्। मा चाहिँ फुल ठुलो गाडीहरू हिँडेर जाम छ। आज चाहिँ उता हाम्रो यताको यो हाइवे त्यो चाहिँ हेटौँडाको हाइवे भत्काउने भन्ने कुरा भइरहेको थियो अस्ति। आज चाहिँ भत्काइसक्यो भन्ने सुनेको थिएँ। म चाहिँ आज हल्का उठ्न ढिलो भएर म चाहिँ अब यति 10 साढे 10 भयो। अहिले चाहिँ म त्यतिखेर निस्किँदैछु। गाइज हेर्न सक्नुहुन्छ यो गाडीहरू अहिले यहाँबाट आइरहेको यस्तो प्याक। अब उता बाटो पुरै भत्काइसक्यो अरे, म तपाईँलाई त्यो देखाउँछु। यो चाहिँ हाम्रो हेटौँडाको सीमा चोक भन्ने ठाउँ हो। यहाँबाट यस्तो भत्किसकेको रहेछ, हेर्न सक्नुहुन्छ। ओहो तहस नहस भएर भत्किसकेको छ। अब म चाहिँ यो डोजर कहाँ लागिरह भनेर खोज्न जान्छु, अनिखेर म तपाईँलाई त्यो दृश्य पनि देखाउँछु। गाइज हेर्न सक्नुहुन्छ तपाईँहरूले अहिले हेटौँडाको स्थिति एकदम दर्दनाक भइरहेको छ। यहाँ बिहानदेखि बत्ती पनि थिएन, लाइन पुरै तारहरू पनि सब फुटेको। त्यहाँ मान्छेहरू अझै पनि सामानहरू निकाल्दैछन्। कपी दाईहरू त्यहाँ हुनुहुन्छ, एउटा झुन्ड बनाएर बसिरहनु भएको। मान्छेहरू आफ्नो पसल खाली गरेर यसरी गाडीहरूमा सामानहरू लोड गरेर निकाल्दैछन्। यिनीहरूलाई वार्निङ नपाने होइन है गाइज, यिनीहरूले वार्निङ पाएको थियो अस्ति नै। उतापट्टि चाहिँ धुवा उडिरह, तपाईँले हेर्न सक्नुहुन्छ उहाँ टाढा। म त्यहाँ जान्छु, त्यहाँ डोजर हान्दा रहेछ नि। म तपाईँहरूलाई अझै नजिकबाट देखाउँछु त्यो डोजर हानेको दृश्य। मान्छेहरू पुरै फर्किरह। म चाहिँ टक्क लाएर खोज्दै डोजर भएको ठाउँनिर आइपुगिसकेँ गाइस। डोजर चाहिँ त्यहाँनिर छ अगाडिपट्टि, उहाँ अलिक टाढा। त्यहाँ चाहिँ अब जान अलिक मिल्दैन जस्तो लागिरह। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ हेटौँडाको। डोजरहरू चाहिँ त्यहाँ छ। त्यो डोजरले हानिरहेको चाहिँ मैले अलिक देखाउन पाउँदिनँ कि जस्तो फिल भइरह मलाई, तर म जसरी पनि देखाउने प्रयास गर्छु। डोजर चाहिँ चलिसके गाइस। अब यो डोजरले फुटाउँछ कि फुटाउँदैन भन्ने कुरा हो।
म चाहिँ अहिले डोजरको एकदम नजिक आइपुगिसक्यो भन्दा नि डोजरै मेरो नजिक आइपुगिसक्यो। अब यो डोजरले कतिखेर फुटाउन सुरु गर्छ भन्ने हाम्रो सशस्त्र दाजुहरू त्यहाँ हुनुहुन्छ, मन्दिरको डेलनेरी बस्दै हुनुहुन्छ। अब डोजर के फुटाउन गइरह भन्ने कुरा हो। ल मैले मेरो दाइलाई नै भेटिसकेँ। दाइ भाइ यार मास्क लगाइदिएको थिएँ नि मैले तिमीलाई यार। मैले यो डोजर के फुटाउनु गइरह होला? ए कालुसँगै हो दाइ। हेर्नु गाई यस्तो बेलामा नि कालुले साथ छोड्दैन। के भट्काउनु लाग्यो जस्तो? यति गरेर त छोड्ने होला नि त होइन? के गर्ने अब जाउँ त कि यहीँ बस्ने? मेरो अगाडिबाट एकदम यहाँनिर ठुलो जेसिबी हिँडिरहेको छ। जेसिबीले अट्याक कतिखेर गर्छ भन्ने कुरा हो गाइज। भत्काउने काम सकिसक्यो कि के हो दाइ? अब कहाँ भत्काउनु त होला? यसो ग्यास हान्नु त उतातिर भत्काउनु जस्तो लाग्यो है। तल साइडतिर भत्काइसक्यो पुरै। उता तल साइड भत्काएन होला है? जम्दै त्यसो भए त्यतापट्टि यो फिड त लाँदैन होला? डोजरले चाहिँ पुरै भत्काइराख गाइज, हेर्न सक्नुहुन्छ। बजारको धजिया उडिरह गाइज। दाइहरूको पसल भर्खर भत्किसकेको छ यहाँबाट। उहाँहरू पुरै भरिरहनु भएको गाडीमा। के गर्नु दाइ, ढिलो गरिहाल्नु भयो होइन?
तपाईँको यता स्मारकतिर जाने रोड बुद्ध चोकको तपाईँको कता यता जाने देब्रेपट्टि आइसके गाइज होइन। अब हेरौँ म हिँड्दैछु अब यहाँ के हुन्छ। मेरो अगाडि छ रेडी। तपाईँहरूलाई मैले फुटाको दृश्य चाहिँ अलिक देखाउन पाउँदिनँ कि जस्तो मलाई फिल भइरह। त्यही पनि केही छैन गाइज, यसो हेर्नु न पोलहरू ढले यहाँ बत्तीको आज दिनभरि लाइन छैन हेर्नु। म चाहिँ यो डोलरको पछि पछि हिँडिरहेको छु। अब त हाम्रो हेटौँडाको बाटो पनि खतरा हुन्छ है। कति 4 लेन हो कि कति लेन हो? खै 4 लेन नै होला त। गाइड हामी चाहिँ यहाँ टक्क भत्काइरहेको बजार हेर्न आएको थियौँ होइन। बजारको हालत चाहिँ माल बनाखा तर ठिक हो। मेरो घर भत्किँदैन, मलाई बाल छैन, झन् रोड खतरा हुन्छ गाइड होइन। यही नै हो, अब नरिसाउनु होला। यस्तै छ, जसको घर पुग्थ्यो त्यसको लागि अलिअलि दुःख पनि लाग्छ।